विक्रम देव नेपाल मैले सक्छु आऊ अलि एकछिन पछि आउन हाँस्नु यहाँ देखेर अनि बल्ल एक हाँसोको एक लर्कन छोडेर आउनु उता बुवाले बोलाउन गएर फेरि म उता गएँ के छ काम गरेर के छ नजिकको खबर एकदम ठिक छ अहिले त व्यवस्थित छ भिडियो देख्नु के भयो जस्तो क्यामेरा धेर नजिक नलिनु के छ दिदीको खबर एकदम राम्रो छ दिनेजीको यसो भिडियो बनाएर राख्नु यो हो त दिनाजुको मादल दिदीको नाच है ल ल फेरि बजाउनु ल नाच्नु सुधी आउने आउँदैन त अनि के बजाउने मेरो पनि ताल आएन भनिदिनुहोस् कि दिदी साइड गरेर आँखा मेरा गाजाले यस्ता पनि मादले मेरा गाजाले यस्ता पनि मादले यस्ता पनि अर्को गीत ल त्यो बजेन तिमीहरुको तिमी रहेछ मायालु बल्ल मिदो मादलु तिमी रहेछौ मायालु बल्ल मिसो मादलु ल अर्को अर्को गीत बजेन कि के भयो 4 सकिए चाहिँ के भन्छ साथ सकेर हो गाडीमा सुसु गर्छ अहिले सुसु आउँछ एकछिन नाच्नु पर्यो नाचेकै छ त्यो गाडीमा कति बेर सुतो बाबु के छ दिदी हाल खबर जले पकाउने हामी हेर्ने यस्तो रमाइलो केला पकाउनु होइन त तपाईँले म त बुढी भोलि जले पकाएको शुद्ध हो ए ठिक छ के छ त दिदीको खबर यस्तो पनि यस्तो रमाइलो यस्तो फेरि नुन मिठो हुन्छ फेरि खाना नखाइ पाहुना जाने कि बस्ने भने अरू दिनको रुममा आउनु के बाबा अरू दिनको रुममा दिदीको खबर के छ त दिदी के छ त खबर यस्तो गुड छ तर विकासको विकास एउटै कपी छ उहाँ पनि भतर मान्छे कमेली पकाउँथे यहाँ नि त धेरै कुरा कमी छ अहिले नभन भिडियो चाहिँ कस्तो छ तरकारी के हुन्थ्यो बाई इस्माली कहाँ उही पहिला पनि गाउँमा बारिया ढेङ्गा कबेली पाउँथे यहाँ आएर नि उही कबेली बटुलीमा आएर नि कबेली छोडेन
तपाईँले बनाएको अलि व्यवस्थित छ कि ल दाइ भाउजूको संयुक्त रूपमा के गर्ने यत्राले खाए केले के छैन के छ कसो गाउँमा बाँसभन्दा मिठो के छ होइन चाख्नेलाई पो सोध्न त यसको विषयमा त भइसक्यो अरू विषयमा यत्राले खाए त्यही छ ट्याक्क पाक्ने बेला घर जाने खाएर भएर ट्याक्क आउने अझ आउँदैछ लुताडो हेर त जेन अल्फा अल्फा आए अग्रताको के छ कुरो केही छैन केही त होला कि भन्नु ल यस्तै छ भात त सकिएछ त्यो दिदी दिदी तपाईँलाई त पुग्दैन त यतिले त पुग्छ र हजुर बाले त पुरै खानुहुन्छ सङ्गीता दिदीलाई त पुग्दैन क्या भाइ डाङ्की दिदीलाई तपाईँले कति खानुहुन्छ मैले फेरि भोक लागिसक्यो फेरि खाने बेला भान्जीले अझै खाँदैछिन् कस्तो होला यो के अरे कबिलीको तरकारी कस्तो पुरो पकाउनलाई पुरो पकाउँछ नि यस्तो तरकारी छ ल यसमा लैदिऊ है डाङ्की दिदीलाई के छ डन मेरो नाम के अरे भन्छु ल को अरे म भन छिटो भन मेरो नाम अरे गाईको लोकटो भिडियो बेच्छ त्यता तर्क सरकारी काट्न लाग्यो अनि पकाएर ल्याएपछि राम्रो देखिए बेला किराना हामीलाई चाहिँ यता साबुन पानी सब्जी बिगार्ला भनेर भाडा कता मान्ने हो र के मान्ने भाडा त्यसमा त ठुलै खाडल खानु है ल अब कति खन्ने रहेछ अब त्यहाँ बुवा ओ यहाँ अर्घ छ यसमा चढ्नु पर्यो दिदीको भिडियो कसैले नहेरेको मेरो भिडियो आएन है पूजामा भित्र काम गर्दाखेरि मेरो भिडियो आएन त्यही भएर मैले भाइलाई भनेर मैले भिडियो गराइछु लाइक कम्फर के अरे सब्सक्राइब लाइक अनि लाइक फलावर गरिदिनु फलावर सबैले गरिदिनु सक्दो सहयोग गरिदिनु होला सबैले नि त मलाई त्यो भिडियो गर्न नपाएर मलाई ब्लड प्रेसर बढो पैसा छैन सबैले सहयोग गरिदिनु भन्ने कुरा सबैले भन्छ है
अहिले नातिनु न मलाई थाहा छ के मैले सम्झिएछु ल सङ्कल्प लिनु हरिओम हरिओम तत्सत 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 विष्णु 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 पूर्व संकल्प सिद्धिरस्त अध्यक्ष काशव गोता नामनी देवी नर्मदा नामनी देवी हम सभर्ता सहितम रूप प्रसाद शर्मा सपुत्र काशीराम सपुत्र वधु मरिका नामनी देवी सहित पौत्र यदा भ्रातृ भगिन्यादि सहितम अखिल कुल कुटुम्ब बन्धु बान्धवादि सहितम अध्यक्ष विशेषतः क्रियमाणे च काई
हेलो हेलो कता छौँ बिनाजु हामी अहिले सुन्दैन कता छौँ बिनाजु हामी ओ बिनाजु हजुर कता छौँ हामी तिनाउ खोलाको अहिले फुलपाती सेलाउनको लागि हामी तिनाउ नदीमा हजुर उपस्थित छौँ हजुर गङ्गामा यो हामी अहिले फुलपाती पूजाको समापन कार्यमा उपस्थित छौँ हजुर अरू केही छ छैन अब नाच्ने गाउने त होला नि नाच्ने गाउने यतातिर यस्तो छैन भन्छ नुहाउने कि नै ल के नुहाइहाल कति बेला ओहो ओहो भन्छ ल यस्तो छ माहौल अहिलेको खोइ त फुलपाती फुलपाती विकास भिडियो गरौ न यार ल हेर्नु कति राम्रो कुलामा हुन्थ्यो ल ल ल ल ल ल ल है फिल्म मिला ल अमित ल भिडियो गर ल्याउनु ल चाउ कहाँ छोप्नु त माथि ल भिडियो गर अमित बोकाको छौ होइन मजाक होइन साँच्चै हो क्या होइन साँच्चै हो कि ल लोटाउला है लोटाउला तिमीले खोला खोल्यो गाडी अर्को ए बा त्यत्रो पनि खान सक्ने मुख कत्रो होला पेट कत्रो होला ल भ्यू न ल घोप्टो पार्नुहोस् ल ल हजुर के हो सुजी गिलास अन्नी उनीहरूले चाहिँ ल्याउँथ्यो कि हुन्थ्यो हो र ल के रिक्स लिम केही हुन्न डर के आगे जिते भन्छ नि ल